घरको डिजाइन गर्दाखेरि अथवा भनौँ फिल्डमा गएर घरको काम सुरु गर्नुभन्दा अगाडि प्रायःजसो क्लाइन्टले हामीलाई के भन्नुहुन्छ भने मेरो घरमा चाहिँ अलि धेरै पिलर राखिदिनु है सर, अथवा भनौँ अलि ठुलो पिलर राखिदिनु होला, अथवा पिलरमा चाहिँ एकदम मोटो डन्डी राखिदिनु होला भनेर भन्नुहुन्छ हैन। अब यो कुरा सुन्दाखेरि चाहिँ राम्रो सुनिन्छ, तर वास्तवमै के साँच्चीकै घरमा चाहिँ धेरै पिलर राखेर अथवा ठुलो पिलर राखेर अथवा मोटो डन्डी चाहिँ प्रयोग गरेर घर बलियो हुने हो त? आउनुहोस् आज म तपाईहरुलाई चाहिँ यो भिडियोमा के गर्दाखेरि चाहिँ तपाईको घर बलियो हुन्छ अथवा चाहिँ कसरी गर्दाखेरि चाहिँ बलियो हुन्छ भन्ने कुराको जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। खासमा घर बलियो हुनुमा पिलरको मात्र होइन, त्यसमा चाहिँ त्यो घरको सम्पूर्ण संरचना नै बलियो हुनुपर्छ। जस्तो यदि तपाईको पिलर चाहिँ ठुलो छ, बलियो छ, तर बीम कमजोर छ भने पनि, अथवा तपाईको चाहिँ बीम चाहिँ बलियो छ, पिलर कमजोर भयो भने, अथवा फाउन्डेसन कमजोर भयो भने, अथवा तपाईको चाहिँ माटो चाहिँ कमजोर रहेछ भने, त्यस्तो अवस्थामा तपाईले जतिसुकै मेहनत गरेर जतिसुकै बलियो घर बनाए पनि त्यो संरचना चाहिँ तपाईको चाहिँ के हुन्छ, फेलियर हुन्छ। खासमा घरको संरचनामा तपाईको चाहिँ जगको हात्तीपाइलेदेखि लिएर तपाईको चाहिँ पिलर, बीम, पिलर भित्रको डन्डी, स्ल्याब र भर्याङहरू पर्न जान्छ। र यदि यिनीहरू मध्ये कुनै एउटा मात्र चीज कमजोर भयो भने यो तपाईको सम्पूर्ण घर नै कमजोर बन्न जान्छ। त्यसैले हामीले सामान्य अर्थमा बुझ्दाखेरि चाहिँ घर भनेको चाहिँ एउटा चेन जस्तै हो, एउटा लकेट जस्तै हो हैन। लकेटको एउटा सानो रिङ मात्र निस्कियो भने पनि त्यो चेन चुडिए जस्तै तपाईको घरको संरचनामा आउने सम्पूर्ण चीजहरू मध्ये कुनै एउटा चीज मात्र कमजोर भयो भने तपाईको घर चाहिँ बलियो हुँदैन। र अर्को कुरा भनेको विचार गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरिमा चाहिँ हामीले हाम्रो घर बन्ने माटो अनुसार चाहिँ घरको चाहिँ स्ट्रक्चरल डिजाइन गर्नुपर्ने अवस्था आउँछ। तपाईको चाहिँ साइटको लोकेसन कस्तो छ हैन, त्यो हिसाबले चाहिँ तपाईको चाहिँ घरको चाहिँ स्ट्रक्चरको डिजाइन चाहिँ गर्नुपर्ने हुन्छ। त्यसैले तपाईको राम्रो संरचना भनेको चाहिँ फाउन्डेसन, बीम, पिलर र तपाईको डिजाइन अनुसारको स्टिल रेन्फोर्समेन्टको डिटेलिङ भएको घर नै बलियो घर हो। यही कारणले गर्दाखेरि इन्जिनियरले चाहिँ अनुमानको आधारमा चाहिँ तपाईको घरमा चाहिँ कतिवटा बीम राख्ने, कतिवटा पिलर राख्ने हैन, कत्रो साइजको राख्ने भन्ने कुरा चाहिँ अनुमानले होइन, तपाईको चाहिँ साइटको लोकेसन हेरेर, तपाईको चाहिँ माटोको कन्डिसन हेरेर स्ट्रक्चरल डिजाइनिङ गरिन्छ। त्यही आधारमा नै तपाईको घरमा चाहिँ कत्रो साइजको पिलर लाग्ने, कत्रो साइजको बीम लाग्ने, कत्रो साइजको हात्तीपाइले लाग्ने, कत्रो साइजको चाहिँ डन्डीहरू चाहिँ त्यहाँनिर चाहिँ आवश्यक पर्छ भन्ने कुरा चाहिँ सबै कुराहरू चाहिँ त्यहीबाट चाहिँ निर्धारण हुन्छ। तपाईको घरमा आउने लोड कति आउँछ, तपाईको चाहिँ स्पान कति राख्ने, माटोको अवस्था के कस्तो छ, सोही आधारमा हामीले चाहिँ घरको चाहिँ डिजाइन गर्नुपर्ने हुन्छ। र त्यसैले गर्दाखेरि अबदेखि चाहिँ तपाईहरुले चाहिँ मेरो घरमा चाहिँ ठुलो अथवा चाहिँ धेरै पिलर, बीम राख्दिनु अथवा चाहिँ डन्डी राख्दिनु भनेर चाहिँ भनिरहनु पर्दैन। किन भन्दाखेरिमा यो सबै कुराहरू चाहिँ राम्रोसँग हिसाब गरेर, क्याल्कुलेसन गरेर हैन तपाईको चाहिँ त्यही अनुसारको डिजाइन गरेर आउँछ। सोही कारणले गर्दाखेरि तपाईलाई चाहिँ आवश्यक पर्ने जति मात्र राख्ने, अनावश्यक राख्दाखेरि पनि फेरि तपाईको चाहिँ अब बढी खर्च हुने गर्छ हैन। सोही हिसाबले गर्दाखेरि चाहिँ इकोनोमिक र सस्टेनेबल हुने तरिकाले चाहिँ हामीले चाहिँ घरको चाहिँ डिजाइन गर्ने गर्छौँ। र यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो पेज आरम्भ ग्रुप अफ डिजाइन एन्ड कन्स्ट्रक्सनलाई फलो गर्न नबिर्सिनु होला।